धनबहादुर थापा एक सामान्य नेपाली किसान थिए। सानो गाउँमा जन्मिएका उनी गरिबी, अभाव र कठिनाइमा हुर्किए। थोरै जमिन थियो, त्यो पनि बाँझो। शिक्षा नपाएका धनबहादुरले जीवनभर खेतमा पसिना बगाउँदै परिवार पालिरहे। धेरै वर्षसम्म दुःख गरेर पनि खासै आम्दानी भएन। एक दिन उनले टेलिभिजनमा जैविक तरकारी खेतीको कार्यक्रम हेरे। त्यसले उनको जीवन बदल्यो। उनले गाउँकै एक तालिममा भाग लिएर आधुनिक कृषि प्रविधिबारे ज्ञान लिए। पुरानो तरिकाले खेती गर्ने बानी छोडे र प्लास्टिक टनेल, जैविक मल, सिँचाइ प्रणाली जस्ता उपाय अपनाए। सुरुमा गाउँलेहरूले उनको प्रयासलाई हाँसोमा उडाए, तर 2 वर्षभित्र उनले राम्रो उत्पादन गर्न थाले। बिचौलियालाई पाखा लगाएर उनले सिधै बजारमा तरकारी बेच्न थाले। अहिले उनले 5 जना स्थानीयलाई रोजगारी दिएका छन्। उनको सङ्घर्षले प्रमाणित गर्यो, सपना हेर्न पैसाको होइन, हिम्मतको जरुरत हुन्छ। आज धनबहादुर गाउँका उदाहरणीय किसान हुन्। सरकारले उनलाई आदर्श कृषक पुरस्कार समेत दिएको छ। उनको कथा हजारौं नेपाली किसानका लागि प्रेरणा बनेको छ। गरिबी अन्त्य गर्न शिक्षा, मेहनत र सोचको परिवर्तन पर्याप्त हुन्छ।